आजभोलि नेपाली जनताले राजालाई एउटा मात्रै कुरा भन्दैछन्। यो भिडियो करिब 10 महिना अगाडिको हो, जहाँ कमेडियन प्रेम विश्वकर्माले कमेडी च्याम्पियन नामक रियालिटी शोमा पूर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर गर्दै पछाडिबाट अगाडि फनक्क फर्किएर म फर्किए भन्दा पुरै देश हाँसेको थियो। म फर्किए। त्यति बेलासम्म राजा आऊ देश बचाऊ भन्ने जस्ता कमेन्टहरू सोसियल मिडियामा फाटाफुट्टा देखिन्थे। त्यति साह्रो उग्र रूप लिइसकेको थिएन। तर पूर्व राजा ज्ञानेन्द्रले यही फागुन 7 गते प्रजातन्त्र दिवसको अवसर पारेर सबैलाई बधाई दिँदै एउटा भिडियो पोस्ट गरे, जहाँ उनले देशको लथालिङ्ग अवस्थाबारे चिन्ता व्यक्त गर्दै देशको लागि धेरै कुरा त्यागिसकेको र अझै पनि त्याग्न तयार छु, देश बनाउने हो भने मलाई साथ दिनुहोस् भनिसकेपछि सोसियल मिडियाभरि राजा आऊ देश बचाऊ भन्ने कमेन्टको ओइरो लाग्यो। देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। राजा पोखराबाट काठमाडौँ फर्किँदा उनलाई स्वागत गर्नेको भिड देख्दा त लाग्थ्यो राजतन्त्र त्यही दिन फर्कियो। अहिले देश 3 समूहमा बाँडिएको छ। पहिलो समूह जो राजतन्त्र फर्काउन चाहन्छन्, दोस्रो समूह जो गणतन्त्रै ठिक छ भन्छन्, र तेस्रो समूह जो कन्फ्युज छन् राजतन्त्र ठिक कि गणतन्त्र ठिक भनेर। यदि तपाईँ तेस्रो समूहमा पर्नुहुन्छ भने आउनुहोस्, यो भिडियोमा तपाईँको कन्फ्युजन अझै बढाउने म कोसिस गर्नेछु। राजतन्त्र ठिक कि गणतन्त्र ठिक भनेर बहस गर्नु भनेको हामी स्कुल छँदा धन ठुलो कि विद्या भनेर वाद विवाद गर्नु जस्तै हो, जसको सठिक उत्तर भेटिँदैन। राजावादी भन्छन् पहिला जनता खुसी थिए, देशको इज्जत थियो, वैदेशिक कूटनीतिक सम्बन्ध राम्रो थियो, ठुल्ठुला कल कारखाना देशैभरि खुल्या थिए, देशमा रोजगारी थियो। अर्कोतिर गणतन्त्र नै ठिक भन्नेहरू भन्छन् यदि राजतन्त्रबाट त्यति नै जनता खुसी थिए भने जनताले राजतन्त्र किन फाले त? जनताले सडक आन्दोलन किन गरे त? जनताले नै हो राजतन्त्र फालेको त? राजालाई देश चलाउन अल्छी लागेर छाडेको त होइन होला? अब यो कुराको कन्क्लुजन चाहिँ के त? त्यो त मलाई पनि थाहा छैन। मेरो व्यक्तिगत नितान्त धारणा राख्ने हो भने मैले राजतन्त्र देखिन पनि भोगिन पनि। गणतन्त्रबाट म खुसी छु त? अभियसली छैन। तर यति भन्दै गर्दा राजतन्त्रै फर्काउनु पर्छ भन्ने पक्षमा म छैन। मेरो विचारमा कुनै पनि व्यवस्था आफैमा खराब हुँदैन। त्यो व्यवस्था तब मात्र खराब हुन्छ जब त्यहाँका लिडर्सहरू खराब हुन्छन्। उदाहरणका लागि बालेन र ओली एउटै व्यवस्थाका दुईटा लिडर्स हुन्। बालेन काठमाडौँको सामान्य मेयर भएर पनि देशैभरिको प्रिय पात्र हो। अर्कोतिर प्रधानमन्त्रीकै पदमा हुँदा पनि ओलीलाई फुटेको आँखाले नेपालीले देखिसक्दैनन्। अब यसमा व्यवस्थालाई दोष्ने कि व्यक्तिलाई? अर्कोतिर राजा कसरी फर्कन्छन् भन्ने कुरा त मलाई थाहा छैन। तर एकछिनको लागि मानिदिउँ राजा फर्किए, नेपालमा राजतन्त्र सुरु भयो। अब देशको काया पलट हुन्छ भनेर विश्वास गर्ने आधार चाहिँ के त? देशको माया भनेको अन्त्यमा गएर देशको विकास र समृद्धि नै होला। राजासँग भिजन चाहिँ के छ? राजा लगभग 80 वर्ष पुगिसके। अब कुरा नचपाई भन्ने हो भने उनीसँग धेरै समय छैन। अब राजतन्त्रको नियमअनुसार उनी पछि राजा बन्ने भनेको उनकै छोरा पारस हो। अनि प्रश्न चाहिँ के हो भने पारससँग देशको नेतृत्व गर्ने क्षमता छ त? जसलाई हत्या, बहुविवाह, भ्रष्टाचार, लागु औषधि सेवन जस्ता दर्जनौं मुद्दा लागेका छन्। अनि फेरि सोचे जस्तो भएन भने के गर्ने? गणतन्त्र चाहियो भनेर फेरि सडकमै उत्रिने? नेपालले राजा खोज्नु भनेको नेपालीको फ्रस्ट्रेसन मात्र हो। यसमा मर्नुभन्दा बौलाउनु जाति भन्ने रुल मात्र लागू भएको छ। त्यसैले म के भन्न चाहन्छु भने आफ्नो भोटिङ राइटको सही सदुपयोग गरौँ, मासुमा भोट नबेचौँ, हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट दिउँ र यसपालिको 84मा सबै नयाँ अनुहार देख्न पाइयोस् भन्ने कामना गर्दै आफ्नो व्यक्तिगत धारणा कमेन्टमा व्यक्त गर्नु भन्दै यस भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।